संवाद कसरी लेख्ने आउनुहोस् अभ्यास गरौँ। नमस्कार, म नवराज पौडेल। तपाईहरुलाई मेरो नेपाली पाठशालामा स्वागत छ। आज म तपाईहरुलाई एउटा नमुना संवाद मार्फत संवाद लेखनको अभ्यास गराउने छु भने अन्य दुईवटा नमुना संवादहरु समेत वाचन गरेर सुनाउने छु। आउनुहोस् अब आजको कक्षा सुरु गरौँ। यहाँ सबैभन्दा पहिला एउटा संवाद राखेको छु। महिला शिक्षाको आवश्यकता भन्ने शीर्षकको यो संवाद रहेको छ। यसलाई ध्यान दिएर हेर्नुहोला। अब हामी यसै संवादमा आधारित भएर संवादलाई कसरी लेख्ने भनेर विभिन्न स्तम्भहरूको आधारमा विश्लेषण गर्नेछौँ। संवाद भनेको के हो त? पहिले संवादको परिभाषालाई बुझौँ। दुई वा दुई भन्दा बढी व्यक्तिहरूका बीचमा हुने कुराकानीलाई संवाद भनिन्छ। कुनै निश्चित विषयमा आफ्ना विचार, तर्क र भावनाहरू आदान प्रदान गरी निष्कर्षमा पुग्ने प्रक्रिया नै संवाद हो। हामीले कुनै विषयमा छलफल गर्यौं, गफ गर्यौं र टुङ्गोमा पुग्यौं भने त्यो संवाद हुन्छ भनेर हामीले बुझ्नुपर्ने हुन्छ। अब संवादमा के कस्ता अङ्गहरू हुन्छन् यिनीहरूको विषयमा छलफल गरौँ। यसमा पहिलो अनिवार्य अङ्ग हुन्छ शीर्षक। शीर्षक भनेको संवादको विषयवस्तुलाई स्पष्ट पार्नका लागि राखिने स्तम्भ हो। सबैभन्दा माथिपट्टि हुन्छ। जसरी यहाँ मैले शीर्षक भनेर लेखेको छु त्यसै गरी संवादको माथिपट्टि शीर्षक राखिन्छ। हामीले अघि देखाएको संवादमा महिला शिक्षाको आवश्यकता नै यसको शीर्षक हो। पृष्ठभूमिको कुरा गरौँ। संवाद सुरु हुनुभन्दा अगाडि कुराकानी हुने स्थान, समय र पात्रहरूको अवस्थालाई कोष्टकभित्र छोटकरीमा लेख्नुपर्छ, जसलाई पृष्ठभूमि भनिन्छ। शीर्षक लेखिसकेपछि त्यसको तलपट्टि पृष्ठभूमि लेखिन्छ, यसलाई कोष्टकमा लेखिन्छ। हामीले राखेको संवादको नमुनामा गाउँको एउटा चिया पसलमा सन्ध्या र राहुल हातमा किताब लिएर बसिरहेका छन्। धनबहादुर उनीहरूलाई देखेर अचम्म मान्दै नजिक आउँछन् भन्ने जुन खण्ड रहेको छ यो नै यस संवादको पृष्ठभूमि हो। यो पनि अनिवार्य अङ्ग हो। त्यसपछि पात्र रहेका छन्। यिनीहरू पात्र भनेको कुरा गर्ने पात्रहरूको नाम। यिनीहरू बायाँतर्फ लेखिन्छ र विसर्ग चिन्ह दिएर त्यसपछि उनीहरूका संवादका अंशहरू राखिन्छ। मैले प्रस्तुत गरेको संवादमा धनबहादुर, सन्ध्या र राहुल गरी 3 जना पात्र रहेका छन्। हेर्नुहोस् त, यसै गरिकन यो विसर्ग दिनुपर्ने हुन्छ। पात्र राख्ने अनि विसर्ग दिने र उनका कुरा राख्ने। अन्त्य। संवादको अन्त्यमा विषयवस्तुको समाधान वा निष्कर्ष निस्कनु पर्छ र पात्रहरू छुट्टिएको दृश्य कोष्टकमा लेख्नुपर्छ। हामीले संवादमा पहिला एकजना पात्र मार्फत समस्याको उठान गर्छौं अनि ती समस्याहरूको समाधान अर्को पात्रले निकाल्छ। जस्तै महिला शिक्षाको आवश्यकता भन्दा महिलाले किन पढ्नु पर्यो अथवा तिमी किन पढिरहेकी छौ भनेर हामीले संवाद सुरु गर्यौं। त्यो समस्या भयो भने अर्कोले यो कारणले गर्दा हामीले पढ्नुपर्छ है भनेर महिलाले पढ्दाखेरि उसलाई र उसको परिवारलाई, समाजलाई, देशलाई हुने फाइदा यदि कसैले दिन्छ भने त्यसलाई समाधान भनिन्छ। यसरी समस्या उठाउने, समाधान दिने गर्दै गर्दै अन्त्यमा जब सबै एक मतमा पुग्छन् अथवा एउटा टुङ्गोमा पुग्छन्, एउटा निश्चयमा पुग्छन्, त्यसपछि हामी अन्त्य गर्छौं र अन्त्यलाई एउटा कोष्टकले जनाउँछौं। यस संवादमा सबैजना खुसी हुँदै आफ्नो बाटो लाग्छन् भनेर कोष्टकभित्र लेखेर अन्त्य भागलाई प्रस्तुत गरिएको छ। यो त भयो हामीले संवादमा के अङ्ग राख्ने भन्ने कुरा। अब यसपछि हेरौँ प्रभावकारी संवाद कसरी लेख्ने त? यसलाई पनि त केही तौर तरिका होला। कसरी लेख्दाखेरि चाहिँ संवाद राम्रो हुन्छ, परीक्षामा राम्रो अङ्क ल्याउन सकिन्छ। अब यसतर्फ छलफल गरौँ। पहिलो बुँदाले भन्छ पात्रको उमेर, शिक्षा र पद अनुसारको भाषा प्रयोग गर्ने। हामीले जस्तो पात्र राखेका छौं त्यस्तै भाषा शैलीको प्रयोग गर्नुपर्छ। पात्र अनुकूलको भाषा भएन भने त्यो संवाद अप्राकृतिक किसिमको, कृत्रिम किसिमको हुन्छ। त्यसैले स्वाभाविक भाषा शैलीको प्रयोग गर्नुपर्छ। यस संवादमा धनबहादुरले के गर्छौ, हो नि जस्ता सामान्य र ग्रामीण लवज प्रयोग गरेका छन्। गाउँमा बोल्ने हल्का भाषा प्रयोग गरेका छन्। औपचारिक भाषाको कम प्रयोग गरिन्छ संवादमा, अनौपचारिक भाषाको प्रयोग गरिन्छ। सन्ध्या र राहुलले पाइलट, राष्ट्रपति, देश विकास जस्ता तार्किक शब्द प्रयोग गरेका छन् है। धनबहादुर भनेका उमेरले पनि प्रौढ मान्छे भए, उनले पढेका छैनन्, त्यसैले उनले सामान्य किसिमको भाषा प्रयोग गरे भने सन्ध्या र राहुल विद्यार्थी हुन्, पढ्दैछन्, तिनीहरूले उनले पाइलट, राष्ट्रपति, देश विकास जस्ता प्राविधिक शब्दहरूको प्रयोग गरे। यसरी स्तर अनुकूलको भाषा प्रयोग गरियो भने मात्र संवाद स्वाभाविक र आकर्षक बन्न सक्छ। पात्रले कुरा गर्दा उसको मुद्रालाई बीच-बीचमा कोष्टकमा लेख्नुपर्छ। हाँस्दै बोल्यो, रिसाउँदै बोल्यो, अचम्म मान्दै भन्यो, यस्ता कुरालाई राख्नु पर्यो।
कुनै पनि कुरा सुन्दा मान्छेको अनुहारको अवस्था फरक पर्छ नि त। तपाईलाई खुसी लाग्ने कुरा कसैले गर्यो भने तपाईँ खुसी हुनुहुन्छ, रिस उठ्ने कुरा गर्यो भने रिसाउनुहुन्छ, अचम्म मान्ने कुरा गर्नु हो भने अचम्म पर्नुहुन्छ। हो त्यो परेको भाव चाहिँ कोष्टकमा हामीले लेख्नुपर्ने हुन्छ। जस्तै सबैजना खुसी हुँदै आफ्नो बाटो लाग्छन् भन्दा यो खुसी हुँदै भन्ने भावलाई यहाँ व्यक्त गरिएको छ संवादमा। संवादलाई रोचक बनाउन एउटा पात्रले समस्या राख्ने र अर्कोले त्यसको समाधान वा तर्क दिने शैली अपनाउनु पर्छ। अघि पनि मैले भनिसकेको छु, समस्या राख्ने समाधान दिने यो शैली अपनाउनु पर्छ। जस्तै धनबहादुरले एउटा समस्या राखे, सन्ध्या यत्रो ठेली किताब पढेर के गर्छौ? आखिर भोलि अर्का घर गएर घाँस दाउरा र भान्सा गर्ने त हो नि भनेर समस्या राखे। पढाइको कामै छैन नि सन्ध्या, किन पढ्छौ? तिमीले आखिर भोलि गएर घरको काम गर्नै पर्छ, पढाइको काम आउँदैन भनेर उनले पढाइको अर्थ छैन भन्ने किसिमको भाव बुझाउने समस्या राखे। अनि सन्ध्याले तर्क दिँदै के भन्छन् भने, काका तपाईको सोच अब पुरानो भइसक्यो। आजका महिलाहरू त पाइलटदेखि राष्ट्रपतिसम्म भइसकेका छन्। शिक्षा बिनाको जीवन त अन्धकार हुन्छ। यसरी उनले शिक्षाको महत्व बुझाइन् अनि काकाको मनको समस्याको के भयो त समाधान भयो। यसरी समस्या समाधान गर्दै हामीले संवादलाई अगाडि बढाउनु पर्ने हुन्छ। संवाद धेरै औपचारिक वा धेरै लामो हुनु हुँदैन, सामान्य बोलचालको भाषा जस्तै लाग्नुपर्छ। एकदम जटिल शब्दहरू प्रयोग गर्ने, भाषा शैली पनि कठिन प्रयोग गर्नु हुँदैन। ठिक्कको छरिता संवाद प्रयोग गर्ने, छोटा संवाद प्रयोग गर्ने गर्नुपर्छ, जसले गर्दा संवाद रोचक पनि बन्छ अनि छोटो छरितो पनि बन्छ। हामीले त परीक्षामा 1 देखि 1.5 पेज भित्र संवाद लेखिसक्नु पर्ने हुन्छ है त। 4 पाँचको संवाद सोध्छ नि 12 कक्षामा हैन, 12 कक्षामा 4 पाँचको सोध्छ, 10 कक्षामा एसए भने 4 पाँचको सोध्छ, 8 कक्षामा पनि 4 पाँचको सोध्छ, 3 पाँचको सोध्छ। त्यसैले गर्दाखेरि छोटो 1 पेजदेखि सामान्यतः 1 पेजमा अटाएन भने 1.5 पेजसम्म मात्र लाने। त्योभन्दा बढी लगियो भने के हुन्छ, अरू लेख्न भ्याइँदैन, धेरै लामो लेख्यो भने। त्यसैले गर्दा छोटा वाक्यहरू लेखेर हामीले संवादलाई आकर्षक बनाउनु पर्छ। यहाँ लवजको कुरा गरौँ। सन्ध्या यत्रो ठेली किताब पढेर के गर्छौ? ए त्यसो पो सहमतिको कुरा हेरौँ। हो नि धनबहादुर काका, छोटा टुक्का कुरा हेरौँ। टुक्का भनेको बुझ्नुहुन्छ होला नि त हैन? अलङ्कारिक अर्थ दिने खालका पदावली। बल्ल मेरो आँखा खोले बाबु, ल आँखा खोल्नु। यसरी लवजको विचार गर्नुपर्छ, प्रतिक्रियाको विचार गर्नुपर्छ, सहमतिको विचार गर्नुपर्छ, टुक्काहरूको उखानहरूको पनि विचार गर्नुपर्छ, निपातहरूको पनि प्रशस्त प्रयोग गर्नुपर्छ। अनि मात्र संवाद आकर्षक र प्रभावकारी बन्न सक्छ। अब संवाद लेखनको ढाँचातर्फ जाउँ। कसरी लेख्ने? सबैभन्दा सुरुमा शीर्षक राख्ने, शीर्षक बिचमा राख्ने, यहाँ हाइलाइट गरिएको छ। पृष्ठभूमि, अघि हामी पृष्ठभूमि कुरा गरिसक्यौँ, पृष्ठभूमि यसरी राख्ने अघि पनि हामीले कुरा गरिसकेका छौँ। अब मैले यहाँ संवादको चित्रसहित देखाउने कोसिस गरेको छु। अनि पात्रहरूलाई यसरी राख्ने, पात्रको नाम लेख्ने अनि यहाँनिर यो 2टा थुप्ला दिने। अझ तपाईँले परीक्षामा त यहाँदेखि यता नलेख्नुहोस्, यता मात्र लेख्नुहोस् है, अनि मात्र यो राम्रो देखिन्छ। अन्त्यमा यस्तो कोष्टक दिएर संवादलाई टुङ्ग्याउने। यसरी हामीले संवाद तयार गर्नुपर्छ। अब हामी संवादका केही नमुनाहरू हेरौँ। यहाँ पहिलो संवाद रहेको छ इन्टरनेटको महत्व। यसको पृष्ठभूमि खण्ड। आकाश र सपना विद्यालयको खेल मैदानमा बसिरहेका छन्। आकाश मोबाइलमा केही खोज्दैछन् भने सपना एउटा किताब पल्टाउँदै छिन्। सपना, आकाश तिमी जतिखेर पनि मोबाइलमै झुन्डिरहेका हुन्छौ, त्यस्तो जरुरी काम के छ र? आकाश, सपना, म भोलिको विज्ञान प्रोजेक्टका लागि इन्टरनेटमा जानकारी खोज्दैछु। किताबमा नभेटिएका नयाँ तथ्यहरू यहाँ एकैछिनमा प्राप्त हुन्छन्। सपना, तर इन्टरनेटले त मान्छेलाई अल्छी बनायो नि। सबै कुरा मोबाइलमै खोज्ने भएपछि किताब पढ्ने बानी त हराउने भयो। आकाश, त्यसो होइन नि, डिजिटल युगमा इन्टरनेट सूचनाको महासागर हो। हामी घरमै बसेर विश्वका ठूला विश्वविद्यालयका कोर्सहरू पढ्न र नयाँ सिप सिक्न सक्छौं। सपना, कुरा त ठिकै हो, तर यसको दुरुपयोगले गर्दा धेरैको समय खेर गइरहेको पनि छ नि। आकाश, प्रयोग कसरी गर्ने भन्ने कुरा हामीमा भर पर्छ। यदि सही सदुपयोग गर्ने हो भने इन्टरनेट शिक्षा, बैंकिङ र संसारका लागि वरदान नै हो। यो त आधुनिक जीवनको मेरुदण्ड बनिसक्यो। सपना, बल्ल बुझे, इन्टरनेट त प्रगतिको बलियो माध्यम रहेछ। अब म पनि यसलाई ज्ञान बढाउन प्रयोग गर्नेछु। कक्षा सुरु हुन लाग्यो, कक्षातिर जाउँ। आकाश, हुन्छ जाउँ। दुवैजना मुस्कुराउँदै कक्षातर्फ जान्छन् भनेर संवादलाई टुङ्ग्याइएको छ। अब अर्को हेरौँ। प्लास्टिक प्रदूषण शीर्षकको संवादको नमुना। यसको पृष्ठभूमि, बिहानको समयमा एउटा पार्कमा सुशान्तले पानीको खाली बोतल भुइँमा फाल्छन् भने सुमीले उनलाई रोक्छिन्। सुमी, सुशान्त, यसरी जताततै प्लास्टिक फाल्नु त भएन नि, यो वातावरणको लागि निकै हानिकारक छ। सुशान्त, एउटा सानो बोतलले के नै हुन्छ र सुमी? हेर न, यो संसार प्लास्टिकमय भइसक्यो, मेरो एउटाले के फरक पार्ला र? सुमी,
पुरो सोचको हो सुशान्त। तिमीले जस्तै सबैले एउटाले के हुन्छ भन्ने हो भने त पृथ्वीमा फोहोरको पहाड बन्छ। थोपा थोपा मिलेर समुद्र बने जस्तै प्रदूषण पनि एउटा फोहोरबाटै फैलिने हो सुशान्त। तर प्लास्टिक सजिलो छ नि, हामीले मात्र रोकेर के हुन्छ र? उद्योगले नै बनाउन छाड्नुपर्छ। सुमी, उद्योगले त माग भएपछि बनाउने हुन्। यदि हामीले प्लास्टिक लिन अस्वीकार गर्यौं भने माग आफै घट्छ। समस्या देखाउनु भन्दा समाधान आफैबाट सुरु गर्नु बुद्धिमानी हो सुशान्त। तिम्रो तर्कमा म पनि सहमत भएँ। अबदेखि म कहिल्यै प्लास्टिक जताततै फाल्दिन र अरूलाई पनि सचेत गराउनेछु। सुमी, हो नि सुशान्त, तिम्रो धारणा परिवर्तन गराउन सकेकामा म खुसी छु। यसै गरी सबैले चाहे मात्र परिवर्तन र समृद्धि सम्भव छ। सुशान्तले बोतल उठाएर डस्टबिनमा फाल्छन् र दुवैजना मुस्कुराउँदै अघि बढ्छन् भनेर यस संवादलाई पनि हामीले टुङ्ग्यायौं। र त भाइ बहिनीहरू, यस कक्षामा सहभागी हुनुभएकामा तपाईँलाई धन्यवाद छ। यदि यस्तै अन्य भिडियोहरू पनि चाहनुहुन्छ भने मेरो नेपाली पाठशाला युट्युब च्यानललाई सब्स्क्राइब गर्नुहोला, मेरो नेपाली पाठशाला फेसबुक पेजलाई फलो गर्नुहोला अनि मेरो नेपाली पाठशाला ट्विटर एकाउन्टलाई पनि फलो गर्नुहोला र हाम्रा भिडियोलाई लाइक, कमेन्ट र बढीभन्दा बढी सेयर गर्नुहोला भन्दै आजको भिडियोलाई अन्त्य गर्न चाहन्छु। हस्त, नमस्कार, धन्यवाद।